हो चितवनमा कति गर्मी हो यस्तो एसीवाला कभर लाउँदा पनि पसिना आएर चोटले मार्यो ल खनिसक्यो छोरी अब के गर्नु पर्यो यसले सम्म गर्ने ए ल है त सर सम्म गरिदिन्छ है त ल ल यसम्म सबै सम्म भयो अब के गर्ने त यसलाई अब बिउ छर्ने ए ल ल अब यो बिउ चाहिँ कसरी छैन हो नि यहाँ देखा त मलाई कसरी छ ए हस् ल ल ल ल ल ल ल छोरी सक्यो बिउ छरेर अब के गर्नु पर्यो यो पटास ए पटास छरेपछि के हुन्छ किरा लाग्दैन किरा लाग्न धान बिउ राम्रो आउँछ हो ए कसरी छर्छ मलाई आउँदैन कि छर्न ल मैले यसरी छरेँ ल भयो छोरी छोरी होइन त पटास छरेपछि राम्रो छ हो ल हाम्रो बिउ छरेर सकियो अब यसमा फेरि खोइ छापो पनि हाल्नुपर्छ भन्दो रहेछन् त्यो पनि अब छोरीले सेको होला कसरी छापा हाल्नुहुन्छ भन्छ ल पोटास पनि हालिसक्यो छोरी अब के गर्नु होला अब यसलाई के गर्नु पर्यो ए यो धान सबै धान बिउ पुर्नुपर्छ हो ए ल यसो गरेर पुर्न पनि पर्दो रहेछ ल हजुरहरूले सिकाउनुहोस् है धानको बिउ राख्ने यसरी राखेको रहेछ ए हाम्रो चितवनमा ल ल माटो हालिसक्यो छोरी है पुरिस अब यसलाई के गर्नु पर्यो ढोडा राख्ने ढोडा छाप्ने हो ढोडा छापेपछि तर सुँगले खाँदैन यो सर्लक्क यो धान बाँच्ने र सर्लक्क उम्रिन्छ हजुरहरूले त्यसो गर्ने होला कामहरू गर्दा रात पऱ्यो यसरी सर्लक्क हालिन्छ ल सर्लक्क ढोडा हालिसक्यो बिउ रात पऱ्यो ल कस्तो भयो होला कसरी राख्यौँ हामीले हजुरहरूले प्रतिक्रिया दिनु होला है ल हस् त।